Back to my new video. के छ त खबर म त सन आरामै छ बन्दै मैले चाहिँ सन चाहिँ आरामै छ होइन मेरो मलाई सम्पूर्ण माया गर्ने सब भाइ दिदी भाइ बहिनीलाई सब वेलकम छ है त्यसलाई त्यसै गरी यहाँ ठोकिसकेको छ कन्टेन्ट भेटाइसक्यो है ल केटा ठोक्काइसकेको चाहिँ यहाँ ठोकिसक्यो कन्टेन्ट भेट्यो केटा कन्टेन्ट भेट्यो के हो क्यामेरा अन गर्नु चाहिँ कन्टेन्ट भेट्यो त केटा के हो क्यामेरा अन गर्नु बित्तिकै भेट्यो त केटा त क्यामेरा अलिक बाङ्गो छ जस्तो लागिरहेको छ यार मलाई सबलाई ल मेरो भिडियोमा सबलाई मेरो प्यारा दाजुभाइ दिदी बहिनी क्रस सबलाई वेलकम छ ल अनि के छ तपाईँको खबर म नआएको पनि धेरै दिन भइसक्यो 2-3 दिनै भइसक्यो यस्तै मेरो बाइकहरूमा त हिँड्ने कारण म भिडियोमा नआएको पनि कति धेरै भयो होला र अस्ति 1 महिनापछि ग्याप बसेर कति आएको थिएँ अहिले फेरि 2-3 दिनको ग्यापमा आइपुगेको छु है अब यस्तो ग्याप त हुँदै राख्छ बेला बेला केही छैन अब बाटो हिँड्न पाइयो भने त म अवश्य नै हालिहाल्छु होइन तर बेला बेला के मिस्टेक हुन्छ अनि बनाउन पाउन के त यतातिर हिँड्दा बेला नि अनि त्यसैले गाह्रो पर्दा हुन्छ तर अस्तिको भिडियोमा साउन्डै आएन भने किन हो बप्पा साउन्ड छैन भने कस्तो सन्त कसरी हो किन हो त्यो मलाई थाहा छैन होइन तर खोइ एडिट गरेर नियमसँग त उसले थियो होइन साउन्ड राम्रै थियो एडिट गरेर भ्याएपछि चाहिँ अनि अपलोड गरेपछि चाहिँ म थाहा थिएन क्या साथीले भनेपछि पछि पो होइन आफ्नै भिडियोहरू ला साउन्डै नरहेछ अनि त्यसरी छोड्यो अब के भन्दा अब फेरि डिलिट गरेर त्यो प्रिभियस भिडियोहरू पनि थालिदिइसकेको छु फेरि मैले अलि म ह्याङस्याङ होला कि भनेर थालिदिइसकेको थिएँ अनि त्यसलाई रिएडिट गरेर हाल्न पनि अब त्यस्तै भयो होइन त्यही पनि 40 भ्युज आइदिएको छ यार केटा हो त्यो कुनै बेला चाहिँ एउटा थम्बनेल एक्सिडेन्ट भएको भनेर हालिदिएको थियो होइन एक्सिडेन्ट भएको भनेर हालिदिएको थियो भ्यू खान्थ्यो यार बेला बेला त म त यार क्यामेरा एङ्गल देखेर पनि कहिले बाङ्गो हुन्छ कहिले टेढो हुन्छ के भन्छ कहिले साउन्ड आउँदैन यार क्या हो के हार्ला भन्छ यार अस्ति ट्याक्क भ्लग नबनाएर यस्तो खतरा इन्सिडेन्ट भएन मेरो यही रोडमा हो कि एउटा चाहिँ रोड म त्यतिकै स्पिडमा थिएँ होइन अनि एउटाले रन्काएको मस्त रन्काइदियो पनि के काम भनेर रन्काइदिएको यस्तै ठाउँमा महाकाट त्यो टायर हुन्छ नि त्यो एक ठाउँमा खुल्लुङ आइसक्यो हात काम्छ नि हात काम्नु मतलब ह्यान्डल काम्छ नि त्यसरी कामेर पुरै हातै उछुट्याइदिएको फेरि च्याप्प समातेर त घरमा त्यति बेला त बाटो थियो भगवान् फेरि पर्नु आएको त नत्र अन्त उडिने थियो यार त्यस बेला त यार त्यस्तै यस्तो पानी पऱ्यो होला मलाई स्पिडै चलाउनु मन लाग्यो कि के खान्छ कि जस्तो डर लाग्छ यहाँ मान्छेहरू स्कुटर पनि बुझाइदिन्छ नि यार स्किल म्याटर भन्छ होला फेरि अब कतिजना आएर कमेन्टमा तर त्यो के हुन्छ मलाई थाहा भएन होइन स्कुल पनि म्याटर गर्छ तर अलि यस्तो बेला चाहिँ किन रिस्क लिनु होइन स्किल देखाउने छ भने अब आफ्नै ठाउँमा देखाउनु भन्ने चाहिँ मेरो चाहिँ अब त्यही हो केटा हो के भन्नु अरू त यार केही भन्ने आउँदैन त्यही भएको थियो क्या त्यो मेरो एउटा यस्तै भएको थियो अनि
त्यस्तैमै घाम त्यस्तो म अबदेखि त्यस्तै स्पिड चलाउँदिनँ बाटोमा भनेर सुत्तिसकेको थिएँ क्या मैले मुनि बाँचे नि केटा यो यस्तै उसमा नो रिक्स नो गेन भन्छ होइन तर म चाहिँ रिक्स लिने ठाउँमा रिक्स लिन्छ त्यो रिक्स नलिने ठाउँमा रिक्स लिन्छ कि रिक्स पनि फेरि सोची सम्झी मात्र लिनुपर्छ नि त केटा हो नो रिक्स नो गेन भनेर फेरि ल्याम्पमै त्यस्तो पागल जस्तो काम पनि गर्नुहुन्न नि त त्यो पनि छ केटा हो त्यो नो रिक्स नो गेनको त्यो त अलरेडी थाहा नि होइन त्यस्तै बिचमा आउँछ नि एक्सिडेन्टहरू कहाँ बिचमा रोक्यो त साइड लगाएर अलिक होइन लेनबाट अब फर्किनै पर्ने छ नि लेनमा सट्टा बिस्तारै अगाडि लगेर टु गर्दै साइड बल गर्दै गर्ने हो कि त साइड लाइट बोलेन भने हात देखाउने हो केटा त्यो केही छैन के ठ्याङ्ग बिचमा उभिदेखायो त्यो मान्छे पछि साइड लाइट बोले कहाँ हुन्छ त्यो आफ्नो लाइफ गयो पनि अरूको त जानिदिनु भएन नि यार केटा मेरो धारणा चाहिँ त्यति हो कि केटा अलिक सेफ ड्राइभिङ गरौँ कस्तो धुवा खाएको पोखरा काठमाडौँ बस अग्नि यो धेरै धुवा फाल्यो है धेरै धुवा फाल्यो बनाउनु पऱ्यो बाटोमा गएर बिग्रियो भने फेरि प्यासेन्जरलाई अहिलेसम्म खास पलङ्की आइपुग्यो होइन केटा हो केटाहरूको के गरेर होला है केटाले लाडले ट्राफिक नियमको पालना गरौँ लेख्छन् गाडीहरूमाथि के बौलाएको है यता त पानी परेको छैन यार म मात्र भइसक्यो यो लाउने त पागल चाहिँ यता त पानी परेन यहाँ क्या है तथा लाउने वो भेट्यो मेरो त यस्तो भेट्यो मैले एउटै मतलब एकजनाले मात्र लाउँदाखेरि पागल सम्झिन्छ कि भनेर नि के गर्दा त्यो डेलिभरी ब्यागको अगाडिको उठ्नु सक्नु लाग्यो क्या हो प्लिज त्यस्तो नभऊ त म तिमीलाई बरु खाली पेट्रोल खुवाउँछु नि खड्केश्वर दसैँमा यस्तो पोखरातिर ट्रिपमा जाने प्लान छ होइन लिने भयो आउला केटा हो पोखरातिर ट्रिप जाने प्लानिङ छ केटा हो त्यो लिने भयो आउला 30,000 लिएर 30,000 भएन भने त फर्किनु पुग्दैन केटा हो त्यसैले लिएर आउला धेरै नै 20 भयो नि त बरु धेरै पर्दैन 20 भयो नि हुन्छ केटा
कम बजेटमा रमाइलो गर्नु चाहिँ केटा हो खालि घर बसेर के गर्ने यार अब यो केटा यो उमेरमा नि घुमेनौ भने कहिले घुम्दैनौ तिमीहरू यतिको उमेरमा कमाउने भएर घुमेनौ भने चाहिँ होइन पछि तिमीहरूलाई गाह्रो हुन्छ क्या केटा अब पछि 25-26 लागेपछि अभियसली तिमीहरूले बिहे गर्दा होला कोहीले त भगाएर बिहे गर्छ कोहीले अब घरबाट बिगारिदिन्छ होइन त्यो अब आमा बाबालाई हेर्ने भनेर हुन त अलिक उसमा खासै हुँदैन होइन त्यही नै अब गाउँतिर त त्यस्तै हुन्छ नि त केटा हो अब म नि गाउँकै पऱ्यो त्यसैले हाम्रो गाउँको केटाहरूको लागि यो चिज स्पेसल्ली होइन गाउँको केटाहरूलाई ल दसैँ जाने यता रक्सी खाने यताउता भन्छ भने केटा हो तिमीहरू यो उमेरमा अब घुम्दैनौ भने चाहिँ कहिले घुम्दैनौ केटा यो उमेर भनेको कमाउने आफूले रमाउने जस्तै हो कि अब 20-25को हुन्छौ नि 20-25 होइन 25-30को हुन्छौ नि केटा हो त्यति बेला हुन्छ कि बल्ल 20-25 लाग्यो तिमीहरू बिहे गरिदिन्छ घरबाट कि त तिमीहरूले ल पारेर भगाएर बिगार्छ होइन त्योपछि बुढी आउँछ अनि बुढी आएपछि त त्यही हो 9 महिनामा छोरो जन्मिन्छ अब छोरोलाई स्याहार सुसार गर्छौ कि घुम्छौ केटा अब धनीबाबुको छोरोहरू छ भने त घुमिहाल्ला हो तर मेरो साथीहरू त्यस्तो धनी छैन मलाई थाहा अलरेडी त्यसैले कमाएपछि अहिले सेभिङ गर्छु भन्ने सोचेको छ भने सेभिङ गरेर घर आएर उडाउँछु भने त्यो घर आएर उडाउनु र घुमेर उडाउनु एउटै कुरा होइन पछि गएर घुम्छु भन्न केटा त्यो मिस्टेक चाहिँ कहिले नगर ल केटा किनकि अब पछि के हुन्छ त्यो थाहा होइन बिहे गर्छु बिहे गरेपछि घरमा बुढी आउँछ बुढीलाई केही केटीहरूको शिक्षा पुरा गरिदिनु पऱ्यो इच्छा पुरा गरेन भने छोडेर जान्छ केटा अब पहिला जान्छ अनि अब पहिला गयो भने केटा हो त्यस्तै हो नि त अनि जे भन्न लाग्छ त्यो चाहिँ भन्नै भएको छैन कि हेरिदिन्छु भने त्यही हो होइन त्यति बेला बिहे हुन्छ यताउता बुढी हुन्छ 9 महिनापछि छोरा हुन्छ 100% हुन्छ त्यो भोगको लागि हतार हुन्छ केटाहरूलाई कति ठोकिन्छ हो आधै दुईचोटि ठोकिसक्यो यार मेरो राङ त पुरा भन्न नि नभाउनु भयो कि यार भोगको बुझ्छ होइन केटा हो भोग भएपछि 9 महिनापछि छोरा छोरी पाइहाल्छ तिमीहरूले अनि छोरालाई स्कुल पढाउनलाई सिक्छौ कि कहाँ स्कुलमा सिक्छौ कि लुगा सिक्छौ कि त्यसलाई छोरालाई तिर्छौ कि स्कुलमा तिर्छौ कि कता त के गर्छ भने केटा अब त्यो पछि बुढी बिहारेपछि अब त्यतैमा जान्छ पैसा त्यतै पैसा जान्छ होइन अनि त्यति गरेपछि फेरि बुढो 40 गतेपछि रमाउला भन्ने मतलब होइन 40 गतेपछि फेरि अर्को दबाई लाग्छ यता घर परिवार हेर्नु पऱ्यो त्यसले सबतिर हेर्नुपर्छ केटा हो त्यसैले बेलैमा रमाइलो गर्यो पैसा हुँदा हिरो हेर न हिरो हिरो कस्तो बवाल हिरो क्या 40 गतेपछि अब बुढो भइहाल्छ बुढो भएपछि अब त्यस्तै घुम्ने फिर्ने भनेको त्यो भएपछि आफ्नो फेरि अर्कै छोराको पनि बिहा गराउनु पऱ्यो यताउता गर्नु पऱ्यो विदेश पुऱ्याउनु पऱ्यो कहाँ हुन्छ केटा त्यसैले घुम्ने उमेर भनेकै 18 वर्षदेखि 23-24 वर्ष त्यो पछि त घुम्ने त आधी छोटो केटा हो मेरो छोराछोरीमा घुम्नु केही भएन होइन तर घुम्नु चाहिँ पऱ्यो कि केटा चिल हाने केटा यति बेला घुमेन भने कहिले घुम्नु पाउँदैन त्यो हो मेरो भन्ने कुरा चाहिँ अब मोटिभेट गर्ने कुरा मेरो चाहिँ अब तिमीहरू घरमा गरेर तिहार उडाउँदै भने त्यो तिमीहरूको छिट्टो कुरा प्र्याक्टिस केटा हो ल म त अब यो डेस्टिनेसनमा नै आइदिनु लाग्थ्यो कि होइन त्यो 2 ठाउँमा एक्सिडेन्ट भइसकेको छ 2 ठाउँमा एक्सिडेन्ट भइसकेको छ अहिले चाहिँ एक्सिडेन्ट
त्यस्तै होस् भन्ने चाहन्छु कि बरु त्यो पनि बिस्तारै ठोकोस् क्या त्यसमा धर्महरू पनि हुन्छ हुन्छ अब दुवैतिर एफेक्ट पार्छ नि त त्यो चाहिँ नहोस् भन्ने कुरो हो नत्र त अब त्यो सब चिजमा लगेर ल केटा अब यति मेरो भन्ने चाहिँ यति नै हो मेरो डेस्टिनेसन नै अब आइसक्यो अब म यहाँ चाहिँ कपडा पुऱ्याएर ठ्याक्क जान्छु अनि फेरि कपडा लिएर उता होटल जान्छु त्यसपछि काम गर्छु अब भोलि हुन्छ यहाँ पनि ठोकेको के हो यहाँ छ 3 ठाउँमा ठोकिहाल्छ यार हैट्टेरी आजको दिन पनाउँथ्यो हो क्या केटा पानी परेर हो क्या अब होटल सोटल गर्नुमा काम गर्नुपर्छ एक दुई वर्षसम्म भने एक दुई वर्षमा काम भइदिन्छ यार म त जे बोल्यो त्यही कुरा हो यार त्यसैले 11 बजे काम सकोस् केटा त्यही हो चाहिँ म यहीँ भ्लग पनि हानिदिन्छु होइन अति अगाडि गएर त्यही मेरो डेस्टिनेसन यहीँसम्म थियो अब जहिले यहाँभन्दा उता घुम्न जान पाउनु म धेरै घुम्न अनि काम भएर आएको ल अनि घुम्न जान पाउनु भनेको त्यस्तै मेरो भाग्यमा 10 किलोमिटर घुम्न लेख्नु रहेछ अब त्यो पनि कुनै के कारणले पुरा हुँदैन अस्तिको पालि त भएको थियो अब योपालि के हुन्छ होइन तर म त्यो जान चाहिँ जान्छु अलिक पैसा सेभिङ गरेर जान्छु बरु एक्लै भयो भने घुम्छु घुम्न चाहिँ घुम्छु केटा कोही नानी एक्लै घुमिदिन्छु म त्यही हो उमेर छँदै रमाइलो गर्नुपर्छ केटा हो अब पछि कमाउने बुढी भएपछि त त्यस्तै हो सम्झिने दसैँ आयो भने अनि त्यति बेला ससुराली जाने के घुम्न जाने हुन्छ त्यही हो ह्याभ अ सेफ गुड नाइट मलाई नि ह्याभ अ सेफ राइड भनेर कमेन्ट हालिदिनु सबले होइन जसले हेर्नु भएको छ लास्टसम्म थ्याङ्क यू एकदम मनैदेखि ल धन्यवाद ल केटाकेटी हो सबलाई दिदी बहिनी दाइ सबलाई मनैदेखि धन्यवाद है त ल यति भन्दै म आजको भ्लग है समाप्त गर्न चाहन्छु भने हस् गुड नाइट अब